to my new vlog. Hello गरिदेऊ. हेलो यो हेलो. हेलो. त्यसको जान आडेको छ, त्यसको जान आडेको छ ब्याग स्याग बोकेर गाइस. हामी चाहिँ हामी सुसाइड गर्नु गएको. सुसाइड पोइन्ट गएको. त्यो सुसाइड पोइन्टको एउटा रहस्य पो छ त, तिमीलाई थाहा छ? लिम्बू र छेत्री कहिले भन्छ अहिले एकछिनमा. एउटा छ नि एकछिनमा. अहिले एकछिनमा भन्छ हामी पुगेर भन्छ मैले चाहिँ कपाल बाँधेर हेर्नु जानु. गाइस हामी चाहिँ जाँदैछौँ होइन. हामी पौडी खेल्नु गएको. गर्मी भएर झापामा गर्मी त त्यस्तै हो होइन. एसीमा बस्यो भने फेनमा बस्यो भने त यो गर्मी कहिले फेरि उसको हुँदैन. एसी छ फेन छ र हामी के गर्नु, गर्मी कहिले गर्मी त्यस्तै हो होइन. त्यही भएर हामी चाहिँ यसो गर्मीको मजा लिनु जाँदैछौँ गाइज. अहिले चाहिँ हामी आइपुग्यौँ. अहिले हामी पुगेर हामी तपाईँहरूसँग भेट्नेछौँ गाइज. अहिलेलाई बाई बाई अहिलेलाई. गाइज हामी चाहिँ होइन सुसाइड पोइन्ट पुगिसकेको छौँ होइन. यो भ्यू हेर्नु सक्नुहुन्छ. अब यो उयो रहेछ, रुख रहेछ, कस्तो मान्छे जस्तो देखेको. सर चाहिँ ऊ पर पुगिसक्यो, एक्लै हिँड्दैछ होइन. म चाहिँ हिँड्दैछु. तपाईँहरूलाई थाहा छ गाइज सुसाइड पोइन्ट किन भनेको भनेर एउटा कहानी छ क्या. त्यो कहानी तपाईँहरूले सुन्ने बाँकी छ. त्यो कहानी चाहिँ के हो भने नि, यहाँ चाहिँ एकजना अहिले भन्दैन म यहाँ मान्छे अहिलेसम्म सर र म भन्छु न अहिलेसम्म. बाई गाइज बाई बाई. हामी चाहिँ सुसाइड पोइन्ट पुगिसक्यौँ होइन. अब हामी चाहिँ नुहाउन आँटेको. टक्कसँग लुगासुगा चेन्ज गरिसक्यौँ होइन. हामी चाहिँ माथि छौँ. यहाँ मुनि चाहिँ पौडी खेल्दैछ होइन. अब हामी पौडी खेल्ने, तपाईँहरूलाई पौडी खेलेको पनि देखाउँछु. पर पौडी खेल्दै चाहिँ हामी चाहिँ माथि लुगा फेर्ने जङ्गलमा आएको छौँ होइन. उयो सर ऊ पर खेल्दैछ पौडी. अब हामी पनि त्यहीँ खेल्ने अनि पौडी खेलेर घर जाने गाइज. जाऊँ ल पौडी खेलेको त गाइज. हामीले खोलामा पुगिसक्यौँ है. खोलाहरू गाइज. हेलो. अब हामी होइन. अब हामी यहाँ पौडी खेल्ने होइन. कति धेरै मान्छे छ गाइस. कति मान्छे छ यहाँ हुनुहुन्छ. हामीले यहाँ खेल्ने पौडी. लाज लाग्यो गाइस. कस्तो गर्मी भएर खेल्नु खोजेको कि. अनि अहिले त पुरै जाडो भएर मलाई पुरै जाडो भयो गाइस. लाज लाग्यो पुरा हेर्दैछ मान्छेले. ल बाई गाइस. पौडी खेलेर आइसक्यौँ होइन. कति गर्ने ब्याग बोकिरहेको छु. कति गरम ब्याग छ. भिजेको लुगाहरू होइन. झन्डै भन्छ ऊ पर पौडी खेलेर आएको हामी. पर ऊ पर गाइजहरू चाहिँ यता आउँदैछ गाइजहरू. ऊ पर कति धेरै मान्छे. लाज लागेर हामी खेल्दा बाढी आएको देखाउँ भनेको भाग्दै ठिक्क हो नि. कत्रो बाढी आएको नि. ब्यागहरू झन्डै फोन भिजाएर हो. के फोन झन्डै मान्छे बगा लगेर. तर कति मजा आयो नि. मजा आयो. चिसो पानीमा यस्तो गर्ने. उसले हिजोको गर्नु सक्ने त आज नहुँदैथ्यो. उयो बाइकको एक्लै घरकोबाट जान्छ तिमी होला. टाउकोदेखि नाटक पर्छ र. टाउको दुख्नु होइन. उयो भरे लडाइँ मारौँ भने भनेको छ. मार्दैन यहाँबाट हिँड्नु. यहाँबाट हिँड्दा गलेर यहाँ बसिरहेको थियौँ. गलियो. अब पुग्न आँट्यौँ हामी चाहिँ माथि छौँ. सिक्री पनि के भएको गएर घुम्नु गयो त. अहिले भन्छौँ ल तपाईँलाई त्यो कहानी कस्तो उच्च सुक्ला के अरे खुल्दुली भइसक्यो होला. के रहेछ त्यो कहानी भन्नु अहिले भन्छौँ ल. अहिले गरिरहेको छौँ कि अहिले माथि गएर भन्छौँ. अहिले चाहिँ हामी चाहिँ यहाँ आइपुग्यौँ फाइनली होइन. यो ठाउँ छ नि, यो ठाउँ यहीँ हो क्या. कहानी भन्नु पनि तपाईँहरूलाई भन्नैपर्दा कहानी चाहिँ के हो भने नि, एउटा मै छोडेर ल्याए उदाहरण बनिन्छ होला. अरू पर्दा पनि तिमी देख्दैन क्या. कहानी चाहिँ के हो भने एउटा बोयफ्रेन्ड गर्लफ्रेन्ड थियो रहेछ. एउटा होइन दुईजना. एउटा केटी एउटा केटा. एउटा केटी चाहिँ लिम्बुनी, केटा चाहिँ छेत्री बाहुन. अनि पुरै उनीहरू चाहिँ नपढेको रहेछ. फर्स्ट भेट पनि यहीँ भएको रहेछ क्या. त्यतिखेर यो सुसाइड पोइन्ट केही राखेको थिएन. नामसाम केही थिएन क्या. यत्तिकै सामान्य यत्तिकै रुखहरू मात्रै थियो होइन. केही थिएन. कोही मान्छे आउँदैन पनि थियो. अनि उनीहरूको लभ परेछ. कति 3-4 वर्ष परेछ होइन. 4 वर्ष लभ परेछ. अनि लभ पर्दा गहिरो मायामा डुबेछ. अनि पछि अब घर परिवारले नस्वीकारेपछि अब दुईजनाकै अब आजाद भयो नि त होइन. अनि दुईजनाको फ्यामिलीले नस्वीकारेपछि उनीहरूले के डिसाइड गर्यो भने डिसाइड
गऱ्यो भने के भन्छ यहाँ हामी जहाँ फर्स्ट भेट हामी जहाँबाट सुरुपल्ट फर्स्टचोटि हामी कहाँ भेटेको थियौँ त्यहीँनिर गएर मर्ने हम्बालिदिने भनेर निर्णय गरेछ। अब म इङ्ग्लिस बोल्दिनँ। अनि निर्णय गरेपछि यहाँनिर यहाँ छ नि यहाँबाट झरेको रहेछ क्या यहाँ हो त्यहाँबाट झरेको होइन दुईजना झर्दैछ होइन झरेर मऱ्यो। अनि त्यसपछि त्यहीँदेखि नि यो ठाउँ सुसाइड पोइन्ट भनेको क्या अझैसम्म पनि त्यही ठाउँले चिनिन्छ यो ठाउँ होइन। कतिजना घुम्नु आउँछ कस्तो रमाइलो छ रहस्य थाहा छैन हामीलाई पनि थाहा छ। किन थाहा छ भने नि हाम्रो साथी हो त्यो केटी चाहिँ लिम्बुनी चाहिँ अब मरेको नि अब हुनु पनि निकै भइसक्यो नि त 4-5 वर्ष भइसक्यो। अनि अब अहिलेसम्म हामीले तपाईँलाई भन्ने थिएनौँ होइन। अब यो गोप्य राख्ने भनेको आज भनिदिएको सबैलाई थाहा होस् न। यो होइन सबैले कमेन्ट गर नि त यो ठाउँलाई चाहिँ किन सुसाइड पोइन्ट भनेको भनेर कमेन्ट गर्न थाल्नुभयो गाइजहरूले फ्यामिलीहरूले युट्युब फ्यामिलीहरूले। अनि फेरि फ्यामिलीले हाम्रो नजान्ने कुरै हुँदैन अनि भन्नु सेयर गर्नुपर्छ नि त। अनि उहाँहरूले सपोर्ट गरेर त हामी अहिले यहाँसम्म पुगेको छौँ होइन। अनि त्यही भएर हामीले आज तपाईँहरूलाई यो कुरा भन्नुको लागि पनि अनि झापामा अत्यन्तै गर्मी दिनदिनै बढेको कारणले शीतल होस् भनेर हल्का अब खानुको लागि यो ठाउँ आएको थियौँ अवलोकन गर्नु यसो रमाइलो गर्नु। अनि तपाईँहरूलाई यो कुरा पनि जानकारी गराइदिनु पर्ने थियो होइन अत्यन्तै जानकारी गराइदिनु पर्ने थियो अत्यन्तै जरुरी थियो। त्यही भएर भनेको आई एम भेरी स्याड आई नो द्याट यु नो द्याट चक्लेट खानु पनि फाइदा र बेफाइदा छ सुपारी खानु पनि फाइदा र बेफाइदा छ। यसले सुपारीले मान्छेलाई रोगी पनि बनाउँछ भने निरोगी पनि बनाउँछ। जस्तै कि म यो खाने बित्तिकै सन्तुष्ट पनि हुन्छ भने निन्द्रा पनि लाग्छ तागत पनि आउँछ माग्छ पनि होइन त गाइस भन्यौँ नि आज हामीलाई अब थाहा भयो सुसाइड पोइन्ट किन भएको रे यहाँ सुसाइड गरेर दुईजना यहाँदेखि झरेको साँच्चै तपाईँहरूले पत्याउनु हुनु लाग्यो। साँच्ची कसम यो चाहिँ साँच्ची कसम हो यो चाहिँ साँच्चै कथा हो यो साँच्चै कथा भने साँच्ची हो साँच्ची हो। अब के भन्नु सक्छु के नै भने त है कस्तो होइन हो नि उसले त हो भनिसक्यो नि होइन हामीलाई मात्रै थाहा छ नि त यो कुरा मान्छेलाई थाहा छैन नि पत्याउँदै अहिलेदेखि थाहा भयो साँच्ची। अब हामी चाहिँ यहाँ आइसकेपछि अम्म कस्तो सरर हावा आएको नि कस्तो मजाले हावा आएको। अब हामी चाहिँ आइसक्यौँ अब यहाँ चटपटे खान जान्छौँ चटपटे खाएको पनि देखाउनु पनि सक्छौँ देखाउँदैन पनि सक्दैन आश्चर्य नगर्ने मेरो अहिले मान्छे त्यहाँ अवस्था वातावरण हेरेर हुन्छ होइन। अनि अब यहाँबाट जाने टक्क चटपटे खाने अनि गाडी चढ जाने। अब अहिले 4:30 बजिसक्यो गाडी चढ्नु हाम्रो बाइक छ त ए बाइकमा जाने उसको क्रस फायर छ आइफोन पनि छ। अब आइफोनले टक्क मैले उसकै आइफोनबाट पनि बनाउन सक्थेँ होला कि तर अब मेरोमा पठाउँदा क्वालिटी घट्छ नि त। अनि अब किरमिराउनु भने त अब आफ्नै फोनबाट बनाऊँ न जस्तै कालो आए पनि जे जस्तो आयो भने तपाईँहरूलाई त थाहा छ हामी कस्तो छौँ भनेर नेचुरल भन्दा नराम्रै देखाइदिन्छ। अब हामी त खासमा त राम्रै छौँ नि त। अब यो फोनले नराम्रो देखाएको कि कस्तो गोरी छु जस्तो लाग्छ त सरू पनि गोरी छ जस्तो लाग्छ कस्तो राम्रो भ्यू आएको नि। यहाँबाट मरेको थियौँ यहाँबाट मरेछ अनि हामी त भुइँमा गएको थियौँ एउटा तल गएको कि त्यस्तो केही भएको छैन त्यो झारै झार्छ नि तर मृत्यु चाहिँ भइसक्यो त हाम्रो साथी त हो नि अब नसम्झौँ न त्यो कुरा सम्झिँदा अझै आउँदैन हुन्छ निन्द्रा लाग्दैन खानु लाग्दा सुपारी फाल्दिएको सुपारी खानु मन लाग्दैन के मुखमा के खानु मन लाग्दैन हाम्रो साथीको सम्झना हुन्छ नि त अब सँगै हुर्केको एउटै खाटमा सुतेको होइन एउटा थालमा खाएको अब होइन उसको कट्टु झरेको हाम्रो घरसम्म आएको होइन उसको कट्टु झरेको हामीले माथि हामीले टानिदिएको होइन सानो मान्छे के भयो भयो अब त्यस्तो सानोको साथी यहाँबाट सुसाइड गरेर मर्दा त म चाहिँ झलझले दृश्य झलझल आउँदैन त सुसाइड गर्दा देखिन हामीलाई थाहा पनि भएन होइन मन लाग्थेन साथीको सम्झना आउँछ कि होइन तपाईँहरूलाई भन्नुपर्ने थियो नि त अत्यन्तै जरुरी थियो गर्मी पनि भएको थियो त्यही भएर मात्रै नत्र खासमा त हामी आउँदैन थियौँ हामीलाई साथीको सम्झना आउँछ यो ठाउँले चाहिँ एकदमै होइन सुसाइड पोइन्ट हाम्रो साथी सुसाइड गरेर मरेको गाइस हामी गएको अहिलेसम्म भेट्यौँ ल तपाईँहरू हामीलाई ठुलो जानकारी गर्छौँ यहाँबाट हाम्रो साथीको मृत्यु भएको थिएँ लिम्बुनी साथी र छेत्री उसको बोयफ्रेन्डले सुसाइड गरेको घर फ्यामिलीले नस्वीकारेर यति कुरा दिमागमा राख्नु होला लेखेर राख्नु होला बिर्सिनु हुन्छ त्यही भएर यो ठाउँ सुसाइड पोइन्ट भनेको सबैलाई जानकारी गर्नु अङ्कल बसिराख्नु छ बिचारा अङ्कल हामी चाहिँ गएको गाई अब सुसाइड पोइन्ट पनि घुम्यो होइन बिचारा हाम्रो साथी होइन अब त्यस्तै हो नि अब होइन मायामा किन अब मायामा उनीहरूले जातभात हेरेन अब फ्यामिलीलाई पनि बुझ्नुपर्ने हो नि त अब एकअर्कालाई माया गर्थ्यो होइन त्यस्तो भन्नु हुँदैन थियो क्या अब किराँती छेत्री रहेछ होइन अब दुईजनाको फ्यामिली नस्वीकारेको क्या अब बिचारा होइन अब हुनु पनि त्यत्रो 4-5 वर्ष यो कुरा 4 वर्ष लप परेको थियो अनि अब होइन कसरी छुट्यो यस्तो होइन त्यस्तै अब उनीहरू त पुरै अब लप परिसकेको थियो होइन एकअर्कालाई माया पनि पर्नु हुँदैन त्यही भएर हामी त सिङ्गल हो होइन हामी त सिङ्गल हो अब आफ्नै आँखाको अगाडि त्यस्तो भयो आफ्नै आँखाको अगाडि साथीले त्यस्तो गर्यो होइन अब कसरी अब त्यही भएर मलाई पनि मेरो पनि राई थियो राई पनि त जाति हो नि होइन
राईहरू पनि त अजाति हो राई तामाङहरू पनि त अजात हो नि होइन मलाई चाहिँ एउटा गुरुङ केटा मनपर्छ अजात म पनि छुट्टिनु मनपर्छ न त्यही भएर मलाई चाहिँ अब लिम्बूले गर्नुपर्छ ल गाई चाहिँ अब हामी चटपटी खान्छौँ ल बाई गाई चाहिँ हामी चाहिँ अहिले यहाँ खाजा खाने ठाउँमा आएको छौँ होइन हामी चाहिँ चटपटीबाट गरिरहेको छौँ अब आउँछ यहाँ चटपटी होइन चटपटी खान्छौँ मान्छे खाइसकेर अब घरतिर जान्छौँ होइन कस्तो राम्रो पर्दा होइन कस्तो क्युट सानो पर्दा नि कस्तो यति यहाँबाट आउँदैछ यहाँ न कस्तो यहाँबाट पुरा जाडो भइरह जाडो भयो पुरा पौडी खेलेर अब एकछिन जाडो हुन्छ भोलिदेखि त यो गर्मी होइन झापामा घरि गर्दा झापामा जाने खुसी पनि लाग्छ घरि गर्दा दुःखी पनि लाग्छ जाडोमा फेरि कति खुसी लाग्छ सुविधा देखेर फेरि खुसी लाग्छ हौ गर्मी देखेर दुःखी यहाँ पो रमाइलो रहेछ यहाँनिर यहाँ मुनि कटेरोमै कटेरो छ नि त मुनि गाई चाहिँ हामी चाहिँ खाजा खाएर पनि फर्किसक्यौँ होइन अघि खाएको भिडियो गर्ने बिर्सिन्छु क्या मैले भनेको नि बिर्सिन्छ भनेर त्यस्तै क्या खाँदाखेरि चाहिँ फेरि समीक्षालाई केही थाहा हुँदैन गाइस उयो के भन्छ फर्स के पो बडी यहाँ चाहिँ बडी खेती यहाँ उयो के हो यो सिबीहरू यहाँ बडीहरू यहाँ सुपारीहरू पाइन्छ झापामा जस्तै यो थाहा छ कुच्ची हो नि अम्लिसो हो नि अम्लिसो झापामा पनि नेपालमा पनि झापामा पनि कुच्चे पाइन्छ के पाइन्छ यहाँनिर पुरा खेतीहरू मकै पनि छ सुपारीको बोटहरू इत्रोमा फल्छ नि त अचम्मै हौ हामी चाहिँ अब चटपटे खायौँ कोक खायौँ होइन कोक यहाँ खाइ नसकेर एउटा बदलमै छ होइन यहाँ आउँदैछ है फुच्चेहरू मुनाको नाटक हेर्दा म त आज घरि यता फोटो खिच्छ घरि यता हेर्ने यहाँ टिचिङ बजाउँदै आउँदैछ यत्रो ठाउँ छोडिरहेको छ अलिक यतै बस्नु पर्यो के गर्छ होला जोतको छ चारो पो मारिदिने हो कि बा जोतकोहरू छ डराउनु पर्ने हुन्छ है अलिक होइन सुपारीको यहाँ सुपारी फल्छ है गाई सुपारी फल्छ होइन बाइकमा आउँदैछ आँगनको होडलमा बसे हेर्छु वरिपरि जोतको निकालिदिन्छ तिमीलाई इस कति राम्रो देखाएको हेर त हेलो गर्दा त मार्छ क्या अङ्कलले आज त मार्छ नि पुरा सबै हिरो भइरहेको नि त डरै लाग्छ आँखा पनि डरै लाग्छ हो डरै लाग्छ आँसुट्याएको पुरा रोकाएर अलि आछ गाइज अब चाहिँ गएको है घर हामी घर गएको गाइज ब्याक टु होम यिनीहरूलाई चाहिँ रोकाएर हाल्नुपर्छ हेलो जोतकोहरू एउटा राम्रो आएन हौ आज त सुसाइड मोडमा पनि के लोदर लाग्यो हेलो हामीलाई पनि देखाउन पऱ्यो त देखाइदिएको नि त्यही समीक्षा फेरि साह्रै मान्ने देखाइदिनु पऱ्यो नि देखाइदेऊ भनेर रोकेछ अब मार्छ होला हौ गाई अहिले त लगाइछ अब हामी घर यहाँ भएको घन्टा देखाइदिउँ यहाँ अब हाँसुटेको भनेर कस्तो दुई साथी मार्ने हो कि बाइक रोकाएर छ म त धन्न भयो केही भन्नु म बोलेको थिएँ अब कुट्ने हो कि अहिलेको केटाहरू फेरि डराउनु पर्छ हौ कस्तो गाडीहरू चाहिँ के हुन्छ गाई यतिकै हुन्छ है डरै लागेर मन मारेन हौ त्यसो यतिकै होस् देखाइदिउँ न गाई चाहिँ हालिदिउँ ल ल गाइज हामी चाहिँ होइन घर आइपुग्यौँ होइन घर आएर गर्मी भएर पानी खाएको अहिले चाहिँ ससुरको घरमा छौँ हामी होइन अब गाइज हामी चाहिँ फाइनली आइसक्यौँ होइन फाइनली पौडी खेलेर पनि आइसक्यौँ गर्मी भयो अघि के गर्नु अब के भन्छ अघि जाडो भयो नि अहिले आएर गर्मी भयो पौडी खेलेर गाइज अब ल आजलाई यति नै बाई बाई गाइज सी यू ल गाइज हामी चाहिँ होइन घर आइपुग्यौँ होइन घर आएर गर्मी भएर पानी खाएको अहिले चाहिँ ससुरको घरमा छौँ हामी होइन अब गाइज हामी चाहिँ फाइनली आइसक्यौँ होइन फाइनली पौडी खेलेर पनि आइसक्यौँ गर्मी भयो अघि के गर्नु अब के भन्छ अघि जाडो भयो नि अहिले आएर गर्मी भयो पौडी खेलेर गाइज अब ल आजलाई यति नै बाई बाई गाइज सी यू